नमस्कार, कार्यक्रम हाम्रो आवाजको नवीनतम श्रृंखलामा तपाईलाई स्वागत छ। म तपाईको आफ्नै आवाजको साथी विजयको। यति बेला प्रविधि कक्षबाट मलाई साथ दिँदै हुनुहुन्छ विभिन्न रेडियोबाट। उहाँहरूको नाम म लिन चाहन्छु। रेडियो दर्पण 79.2 मेगाहर्जबाट यति बेला साथ दिँदै हुनुहुन्छ सुमित पंगिनीले र रेडियो जलजला 96.4 मेगाहर्जबाट साथ दिँदै हुनुहुन्छ टेकमान विष्टले र रेडियो साइनो 79.8 मेगाहर्जबाट साथ दिँदै हुनुहुन्छ विश्वनिधि अर्यालजीले। कार्यक्रम हाम्रो आवाज तपाईले हरेक आइतबार साँझ यही समयमा सुन्न सक्नुहुनेछ। कार्यक्रममा हाम्रो आवाजमा हामीले अपाङ्गको हक, अधिकार, अवसर र चुनौतीको बारेमा कुरा उठान गर्ने गर्दछौं। भर्खरै मात्र राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशको तेस्रो अधिवेशन कार्तिकको 14 र 15 गते चलेको थियो। उक्त अधिवेशनबाट नयाँ कार्य समिति गठन भइसकेको छ र त्यो कार्य समिति कसरी गठन भयो र अब भावी योजना के छ भन्ने विषयमा राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशको अध्यक्ष हेम गुरुङसँग रहेर हामी कुराकानी गर्नेछौं। श्रोता, लागौं हेम गुरुङसँग कुराकानी गर्नतर्फ। हेमजी, तपाईलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। आराम हुनुहुन्छ? हजुर, आरामै छु। तपाईको परिचय दिनुहोस्। तपाईको जन्म कहाँ र कहिले भयो र बाल्यकाल के कसरी व्यतीत गर्नुभयो? मेरो नाम हेमबहादुर गुरुङ हो। म 2033 सालमा कास्की जिल्लाको थुमागु डाँडा गाविस हाल मादी गाउँपालिका वडा नम्बर 3 मा जन्मेको भएको। जन्मेको 18 महिनामा चाहिँ पोलियो भन्ने चाहिँ रोगको कारणले गर्दा दुवै गोडा प्यारालाइसिस भएर अहिले हिँड्न सक्दैन। म व्हीलचेयर प्रयोग गर्ने अपाङ्गता भएको व्यक्ति हुँ र बाल्यकाल चाहिँ वास्तवमै सजिलो थिएन, किनकि अब प्यारालाइसिस भइसकेपछि व्हीलचेयरको व्यवस्था थिएन। घिस्रिँदै स्कुल जाने आउने, साथीभाइसँग खेल्ने, यसरी नै बाल्यकाल बितियो। अनि पढाइ पनि क्रमशः अगाडि बढ्दै गइयो। अब गर्दा गर्दा कुन स्कुल पढ्नुभयो त्यति बेला? म त्यतिखेर श्री सीताराम निमावि भन्ने स्कुल थियो। 7 कक्षासम्म गाउँमा पढे। त्यसपछि हाई स्कुल टाढा भएको हुनाले 8, 9, 10 चाहिँ पोखराको भद्रकाली स्कुलमा पढेको हुँ। त्यति बेला तपाईँ पढ्ने समयमा कस्तो थियो वातावरण? स्कुलको वातावरण कस्तो थियो? भौतिक वातावरण कस्तो थियो? समाजले हेर्ने दृष्टिकोण कस्तो थियो? कहाली लाग्दो थियो सर, साह्रै कहाली लाग्दो थियो। त्यतिखेर समाजको दृष्टिकोण भनेको एउटा अपाङ्गता भएको व्यक्तिहरू त्यतिखेर त अब बोझै ठान्थ्यो, परिवारले पनि समाजले पनि। अनि पढेर के पो गर्न सक्छ र भन्ने मान्यता थियो। अब म त फेरि गुरुङ परिवारको लाउरे, मेरो बाउ मलाएको बेलायती ब्रिटिस आर्मीको मान्छे। अनि बाउ आमाको सपना भनेको छोराहरू हुर्केपछि लाउरे बन्छ, छोरी हुर्केपछि लाउरे ज्वाइँसँग दिने भन्ने चाहिँ हाम्रो सामाजिक र सांस्कृतिक मान्यता हुन्थ्यो। त्यो कारणले गर्दा हामी 5 वटा दाजुभाइ, 1 जना दिदी। अनि दाजुभाइ हुर्केपछि अरू त लाउरे हुन्छन्, म चाहिँ काइलो छोरा हो क्या। यो काइलोले चाहिँ के गरी खान्छ भनेर सबैले पिर गर्थ्यो। यसको मतलब अब अपाङ्गता हुनु भनेको जिन्दगी बर्बाद भयो, यसले केही गर्न सक्दैन भन्ने मान्यता हुन्थ्यो। त्यही भएर चाहिँ स्कुल पढाउनु पर्छ भन्ने मान्यता पनि थिएन। अनि स्कुल लग्यो भने अरूले गिज्याउँछन्, फलाना घरमा चाहिँ अपाङ्ग व्यक्ति रहेछ भनेर हामीलाई सामाजिक प्रतिष्ठामा आँच आउँछ भनेर परिवारले पनि स्कुल पठाउन मान्नु भएन। अनि म पनि स्कुल जान्छु भनेर मैले जिद्दी कस्न थालेँ, तर परिवारमा मानेन। तर 2-3 दिनसम्म लगातार जिद्दी गरेर रोइ कराइ गरेपछि चाहिँ ल यसलाई पनि स्कुल लानुपर्छ भनेर बुवाले बोकेर स्कुलमा लानुभयो। लगेको दिनमा चौरमा भर्ना गराउने बेलामा सबै चौरमा थिए। मलाई देखेपछि त सबै त्यो विद्यालयका केटाकेटीहरू झुरुम्म मेरो वरिपरि झुम्मिए। मानौ म अर्कै ग्रहबाट आएको एउटा एलियन जस्तो मानेर मलाई हेर्न थाले हैन। त्यो हुँदो रहेछ नि त। अनि त्यो स्थिति थियो। त्यसले गर्दा मलाई त्यो अरू सबैले यसरी हेरेको देखेर म आफैले असहज महसुस पनि भएको थियो। एक प्रकारको अप्ठ्यारो महसुस हुन्थ्यो। अनि त्यतिखेरको अब विद्यार्थीहरूले बाले भर्ना त गरेर जानुभयो। त्यसपछि अर्को दिनबाट स्कुलमा हुँदाखेरि कक्षा कोठामा साथीहरूले गिज्याउने, जिस्क्याउने गरेर बहुत दुःख दिने काम पनि भयो। अनि त्यतिखेरको भौतिक अवस्था भनेर त अब पहाडको स्कुल हो हेर्नु, त्यतिखेर बेन्च पनि राम्रो थिएन। हामी सानै हुँदाखेरि फलेकलाई चाहिँ ढुङ्गामा राखेर चाहिँ अड्याएर
बस्ने परिस्थिति थियो सुरुमा। अरू भौतिक पूर्वाधारको कुरा त के कुरा गर्नु, अब हात टेकेरै हात खुट्टा घिसारेरै हिँड्ने भएको हुनाले भौतिक पूर्वाधारको आवश्यकता अपाङ्ग मैत्री भन्ने कुरो त्यतिखेर मान्छेले परिकल्पना गरेकै थिएन। सुखम दुखम यस्तै हो भनेर यसरी चाहिँ अगाडि बढिएको अवस्था थियो सर। सर्वप्रथम तपाईलाई मेरो व्यक्तिगत तर्फबाट र हाम्रो आवाज सम्पूर्ण टिमको तर्फबाट राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशको अध्यक्षको रूपमा भर्खरै निर्वाचित हुनुभएको छ। यो अवसरमा तपाईलाई हाम्रो तर्फबाट हार्दिक मंगलमय शुभकामना र सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। तपाईको यो कार्यकाल राम्रो रहोस्, राम्रो बितोस् र अपाङ्गताको क्षेत्रमा उल्लेखनीय काम गर्न सफल रहनु होला भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। र सँगसँगै तपाई यहाँ गण्डकी प्रदेशमा अध्यक्षको रूपमा आइसके पछाडि यहाँका अपाङ्गता भएका व्यक्तिहरूले तपाई माथि गरेको अपेक्षा र तपाईले के काम गर्ने तपाईको आफ्नो योजना के छ यसको विषयमा जानकारी गराउनुहोस्। धन्यवाद तपाईले शुभकामना दिनुभएकोमा। अब गण्डकी प्रदेशको राष्ट्रिय अपाङ्ग महासंघ अध्यक्षको रूपमा आइसकेपछि मेरो स्पष्ट कार्ययोजना के हो भन्दाखेरि हामीले बडो संघर्षका साथ नेपालका 7वटा प्रदेशहरू मध्ये पहिलो पटक गण्डकी प्रदेशमा चाहिँ अपाङ्गता भएको व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2082 चाहिँ हामीले ल्याउन सफल भएका छौं। त्यसमा महासंघ गण्डकी प्रदेश साथसाथै योभन्दा अगाडि मैले नेतृत्व गरेको स्वावलम्बन जीवन पद्धति केन्द्र पोखरा भन्ने संस्था लगायत सम्पूर्ण ओपिडीहरूको साझा प्रयासबाट चाहिँ गण्डकी प्रदेशमा एउटा ऐतिहासिक उपलब्धि हासिल भएको छ, जुन चाहिँ अपाङ्गता भएको व्यक्तिहरूको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि र नेपालको संविधान र संघीय सरकारले जारी गरेको 2074 सालको अपाङ्गता भएको व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनको आधारमा रहेर निर्माण भएको छ र त्यो जारी भएसँगै एक प्रकारको उत्साह गण्डकी प्रदेशमा छाएको छ। अब हाम्रो एउटै मात्र अर्जुन दृष्टि र एकल एजेन्डा भनेको ऐनमा भएका व्यवस्थाहरूलाई क्रमशः लागू गर्दै जाने भन्ने अपाङ्गता सम्बन्धी अधिकार सम्बन्धी ऐन 2074 र 82 मा के फरक छ, के भिन्नता छ, त्यो भन्दा यसमा चाहिँ हामीले के फरक पाउँछौं? अब ऐनको कुरा भनेको लगभग सबै विषयवस्तुहरू उस्तै हुन्छन्, तर कतिपय कुराहरू चाहिँ संघीय ऐनमा नसमेटिएका बुँदाहरू जस्तै अब समावेशी पर्यटनका कुराहरू भए हैन, अनि त्यसपछि अन्य अपाङ्गता भएका अहिले नवीनतम ढंगले आएका अपाङ्ग सवाललाई पनि सम्बोधन गर्नुपर्छ भन्ने कुराहरू छन्। अनि पहुँचयुक्तको सवाललाई चाहिँ अलिकति विस्तृत रूपमा व्याख्या हुने प्रयास गरिएको छ लगायतका विषयवस्तुहरू छन्। तपाईँ आइसकेपछि यहाँका अपाङ्गता भएका व्यक्तिले यो बाहेक तपाईहरुले भर्खरै भन्नुभयो ऐनको बाहेक के अपेक्षा गर्ने र के कस्ता कुराहरू तपाईले थप ल्याउनुहुन्छ ल भन्नुस्। अब त हेर्नुस्, अधिकार दिने भनेको ऐनकै परिधिभित्र रहेर हो। ऐन भन्दा बाहिर गएर कसैले माग्न पनि भएन, गर्न पनि भएन। अब सबै अधिकारका कुराहरू चाहिँ ऐनभित्रै समेटिएका छन् र ऐनभित्र रहेका जति पनि व्यापक मुद्दाहरू छन् तीहरूलाई प्राथमिकताको आधारमा चाहिँ काम गर्दै जानु पर्ने हुन्छ। फेरि ऐन कार्यान्वयन गर्ने भनेर भन्दै गर्दा ऐनमा लेखिएका सबै कुराहरू अहिले नै परिपूर्ति गर्नको निम्ति न सरकारको औकातले भ्याउँछ न त हाम्रो औकातले भ्याउँछ। मात्र प्राथमिकीकरण गरेर कुन मुद्दालाई प्राथमिकीकरण गर्ने भन्ने कुरालाई समेट्दै अनि प्रदेश सरकारले विनियोजन गरेको बजेट र कार्यक्रमको आधारमा रहेर काम गर्ने हाम्रो चाहिँ योजना रहेको छ। ऐनहरू आउँछन्, ती ऐनहरू चाहिँ कागजमै सीमित हुन्छ, त्यो व्यवहारमा लागू हुँदैन, त्यसको कार्यान्वयनको पक्ष निकै फितलो छ भन्ने कुराहरू पनि आइरहेको छ। यो कुरामा तपाईँ के भन्न चाहनुहुन्छ? हो, अब नेपालमा जति पनि सबभन्दा धेरै कानूनहरू बनेकै नेपालमा हो भनेर भन्छन्, त्यो यथार्थ पनि हो। हामीले संघीय तहमा नि हेर्ने हो भने थुप्रै ऐनहरू छन्, प्रदेश तहमा पनि त्यो ऐनहरू जारी भएका छन्। अब ऐन एउटा कुनै पनि सवाललाई सामाजिक र आर्थिक र समग्र नागरिकहरूको आवश्यकतालाई सम्बोधन गर्नको निम्ति ऐन आउनु जरुरी हुन्छ र संसदको महत्वपूर्ण बिजनेस भनेकै ऐन ल्याउनु हो। त्यही भएर ऐन आउनु महत्वपूर्ण हो भने ऐन आइसकेपछि त्यसको ठोस कार्यान्वयन गर्नुपर्ने आवश्यकता पनि रहन्छ। तर नेपालको सन्दर्भमा चाहिँ अब राज्यको सीमित स्रोत साधनको कारणले गर्दा ऐनमा भएका सबै कुराहरू चाहिँ अक्षरशः कार्यान्वयन गर्ने भन्ने कुरो नेपाल जस्तो विकासोन्मुख मुलुकको निम्ति चुनौती हुँदो रहेछ। आन्तरिक जुन एउटा राजस्वबाट सरकारले अब चालु खर्च धान्न त गाह्रो हुँदो रहेछ भने विकास खर्चको कुरा गर्नु पर्दाखेरि अझ चुनौती छ। त्यही भएर चाहिँ ऐनमा भएको सबै कुराहरू चाहिँ तुरन्तै लागू हुन्छन् भन्ने कुरा चाहिँ हामीले परिकल्पना गर्नु सम्भवतः गाह्रो हुने कुरा रहेछ।
मात्र त्यो भित्र रहेका कुराहरूलाई कसलाई प्राथमिकता दिएर क्रमशः लागू गर्ने भन्ने कुरामा चासो र चिन्ता चाहिँ सरकार पक्ष चाहिँ अगाडि बढेको खण्डमा चाहिँ क्रमशः लागू हुने कुरा हो। तर यसको मतलब फेरि ऐन ल्याउँदै गर्दाखेरि ऐनमा भएको कुरा केही पनि लागू भएनन् भन्ने कुरा पनि फेरि सत्य होइन। मात्र त्यसमा भएको सबै कुराहरू एकै पटक सम्बोधन गर्न नसक्ने एउटा परिस्थिति चाहिँ नेपालको सन्दर्भमा एउटा सबैले बुझेको कुरा हो। र केही कुराहरू क्रमशः लागू हुँदै पनि गइरहेको छ। जस्तै 2074 सालको अपाङ्ग अधिकार ऐन संघीय तहबाट लागू हुँदै गर्दाखेरि अपाङ्गता भएको व्यक्तिहरूलाई बजेट र कार्यक्रम दिनदेखि लिएर यावत कुराहरूमा संघीय तहबाट नै निश्चित मात्रामा बजेट र कार्यक्रमहरू चाहिँ विनियोजन भएर कार्यान्वयन भइरहेको छ भने प्रदेश तहमा पनि निश्चित बजेट र कार्यक्रमहरू प्रदेश सरकारले विनियोजन गरेर काम भइरहेको छ। यसको मतलब केही पनि भएको छैन अथवा ऐनमा भएको कुरा केही पनि कार्यान्वयन भएको छैन भनेर निराशाजनक कुरा गर्नु पनि सम्भवतः हामी यस्तो अभियन्ताले सुहाउँदैन होला भन्ने लाग्दछ। विभिन्न संघ संस्थाहरू प्रदेशमा रहेर स्थानीय तहमा रहेर काम गर्नुभएको छ। अहिले पनि हामीले विभिन्न संघ संस्थाहरू स्थानीय तहहरूमा भेट्न सक्छौँ, जिल्लामा भेट्न सक्छौँ। त्यो संघ संस्थाहरू अहिले एकदमै दयनीय अवस्थामा छ। उहाँहरूको आर्थिक अवस्था उहाँहरू चाहिँ रिन्यू गर्न नसक्ने अवस्थामा हुनुहुन्छ। कतिपय संघ संस्थाहरू त झोलामै सीमित रहेको अवस्था छ। अब यस्तो संघ संस्थालाई अगाडि बढाउनको लागि तपाईँको भूमिका कस्तो रहन्छ? अब लोकतन्त्र आइसकेपछि अधिकार खोजी गर्नको निम्ति मान्छेहरू संगठित हुँदै जाने क्रममा अब अपाङ्गता भएको व्यक्तिहरू स्वयं जागरुक भएर संघ संस्थाहरू खोल्नु अगाडि बढ्नु असाध्यै राम्रो कुरा हो, स्वागत योग्य कदम हो। किनकि जसलाई भोक लागेको छ, जसलाई तिर्खा लागेको छ उसैले खोला धाउनु पर्छ, ऊ आफ्नो जुर्मुराउनु पर्छ भन्ने जुन मान्यतालाई मूर्त रूप दिनको निम्ति हाम्रो साथीहरू ग्रासरुट लेभलबाट स्थानीय तहबाट जुर्मुराउँदै अगाडि बढ्नु राम्रो कुरा हो। त्यसरी आउँदै गर्दाखेरि अब उनीहरूको दिगो विकास एउटा प्रमुख चुनौतीको रूपमा रहेको हुन्छ। किनकि अब स्रोत र साधनको कमीले गर्दा त्यस्ता संघ संस्थाहरू चाहेर पनि उल्लेखनीय काम गर्न नसक्ने अथवा तपाईँले भने जस्तै कहिलेकाहीँ त नवीकरणै गर्न नसक्ने अवस्थामा छन्। उनीहरूको लागि स्पष्ट मेरो सन्देश के छ भन्दाखेरि अहिले अब संहिता अनुसार स्थानीय सरकारले सबै सामाजिक मुद्दाहरूलाई सम्बोधन गर्ने पहिलो जिम्मेवार सरकारी निकाय भने स्थानीय तह हो। स्थानीय तहमा पनि वडा र पालिकाहरू पर्दछन् र पालिका र वडाहरूले पनि अपाङ्गताको क्षेत्रमा केही न केही बजेट विनियोजन गर्ने अहिले चाहिँ चलन सुरु भइसकेको छ। तर कतिपय अवस्थामा ती विनियोजन भएका बजेटहरूमा अपाङ्गता भएको व्यक्तिहरूको संघ संस्थाले पहुँच पुर्याउन नसक्ने अथवा त्यो बजेट विनियोजन भए तापनि सरकारी कर्मचारीले यो र त्यो बहानामा चाहिँ ती संघ संस्थालाई नदिने परिपाटीको पनि विकास भएको हामीले देखेका सुनेका छौँ। त्यसको निम्ति चाहिँ अब प्रखर रूपमा चाहिँ पैरवी र जनवकालत गर्नुपर्ने हुन्छ। त्यसको निम्ति ती संस्थाहरूको कुनै गुनासो आउँछ भने अब राष्ट्रिय अपाङ्ग महासंघले समन्वयात्मक ढंगले कुन कुन पालिका र वडाहरूमा त्यस्ता बजेटहरू छन्, ती भएको बजेटलाई स्थानीय तहमै भएको ती संघ संस्था मार्फत कार्यान्वयन गर्नु भनेर एक प्रकारको हामी पत्राचार गरेर वकालत गर्नेछौँ। र त्यसको निम्ति अब त्यहीँका स्थानीय संघ संस्थामा आबद्ध अगुवा साथीहरूलाई पनि सशक्त बनाउने, उनीहरूलाई पनि क्षमता विकास गर्ने र वकालत पैरवी गरेर आफ्ना अधिकारको निम्ति संगठित ढंगले काम गर्ने एउटा वातावरण सिर्जना गर्नमा मेरो पहल रहनेछ। संघ संस्थाहरूले बजेट ल्याउने कार्यक्रम गर्ने, कुनै संघ संस्थाहरूले चाहिँ बजेटै नपाउने, राजनीतिक दलको आधारमा संघ संस्थालाई हेर्ने कुराहरू पनि बढ्दो छ भन्ने गुनासो छ। संघ संस्थाले गरेका कार्यक्रमहरू, गरेका योजनाहरू प्रोजेक्टमुखी भयो भन्ने पनि गुनासो छ। के भन्नुहुन्छ तपाईँ? यस्तो अब प्रोजेक्टमुखी यो अर्थमा कि अब नेपाल सरकारले पर्याप्त बजेट विनियोजन गर्न सकेको छैन, चाहे त्यो संघीय तहमा होस्, चाहे स्थानीय तह होस्, चाहे त्यो प्रदेश तहमा होस्। त्यो बजेट भनेको एकदम सीमित मात्रामा भएको बजेटले व्यापक रूपमा काम गर्न नसकेको यथार्थ छ। त्यही भएर चाहिँ यो एनजिओ र यो ओपिडी भन्छौँ, अर्गनाइजेसन अफ पिपल विथ डिसेबिलिटी, जो अपाङ्गता भएको व्यक्ति स्वयंले नेतृत्व गरेका संघ संस्थाहरूले सरकारको मात्रै बजेट र कार्यक्रम मुख ताकेर त केही पनि नहुने भएपछि उनीहरूले पनि आफ्नो सञ्जाललाई प्रयोग गरेर, आफ्नो क्षमतालाई प्रयोग गरेर अन्तर्राष्ट्रिय जगतबाट ती बजेट र कार्यक्रमहरू ल्याएर, परियोजनाहरू ल्याएर सञ्चालन गर्छन्। त्यो गर्दै गर्दाखेरि त्यसमा आपत्ति जनाउनु पर्ने खासै केही देख्दिनँ म। किन भन्दाखेरि राज्यको साधन नभेट्नेको अवस्थामा चाहिँ विश्वव्यापी रूपमा सहकारी र सञ्जालीकरण र साझेदारी गरेर काम गर्ने चलन विश्वव्यापी रूपमा चलिआएको छ।
र विदेशबाट पैसा ल्याउनु भनेको त्यो विदेशी पैसा मात्र नभइकन यो संसारभर जति पनि स्रोत साधनहरू छन् त्यसमा हरेक यो पृथ्वीमा भएको मान्छेहरूको हक लाग्छ भन्ने हेर्ने हो भने त्यो विदेशबाट ल्याउँदै गर्दा त्यो विदेशीले दिएको भन्ने भन्दा नि एउटा मानव सभ्यता र पृथ्वीको नागरिकको पृथ्वीमा रहेको मानव सभ्यताको एउटा पक्षको नाताले हाम्रो पनि हक लाग्ने भएको हुनाले त्यो ल्याएर काम गर्छ भने त्यो स्वागतयोग्य कदमै हो। र प्रोजेक्ट मुखी मात्रै भएर फेरि प्रोजेक्टमा मात्र निर्भर नभइकन हाम्रो प्रयास भनेको स्थानीय तहमा र तल्लो लेभलसम्म वकालत पैरवी गरेर त्यही परियोजना मार्फत सरकारलाई जिम्मेवार बनाएर सरकारसँगै भएका स्रोत साधनलाई पनि अपाङ्गताको क्षेत्रमा विनियोजन गर्नुपर्छ भनेर जुन काम गरिएको छ त्यसले फाइदा पनि पुर्याएको छ। त्यसले गर्दा यो प्रोजेक्टमुखी भयो भनेर एकहोरो नकारात्मक ढङ्गले मात्र हेर्नु पनि त्यति वाञ्छनीय कुरा होइन। मात्र त्यो प्रोजेक्टले ल्याएको उपलब्धिलाई पनि प्रशंसनीय ढङ्गले हेर्न सकियो भने त्यसको सकारात्मक पाटोहरू धेरै छन् र त्यसले समग्र अपाङ्ग भएको व्यक्तिहरूको सशक्तिकरण, क्षमता विकास र राज्य सरकारलाई जिम्मेवार बनाउनमा भूमिका खेलेको रहेको छ। र यति भन्दै गर्दाखेरि स्थानीय स्रोत साधनलाई पनि अधिकतम परिचालन गर्नको निम्ति ती सरकारहरूसँग समन्वय गरेर उनीहरूलाई जिम्मेवार बनाएर बजेट र कार्यक्रम पनि बढाउँदै जानुपर्ने कुरामा चाहिँ हाम्रो पहल कदमी हुनुपर्दछ। त्यसतर्फ हाम्रो चिन्तन मनन र कदम चाहिँ सदा रहिरहन्छ। संघ संस्थाहरूले कार्यक्रम ल्याउने, बजेट ल्याउने र आफ्नै लागि मात्रै प्रयोग गर्ने, जस्तै संघ संस्थाहरूले के गर्छन् भने कुनै पनि कार्यक्रम ल्याइसके पछाडि अपाङ्गताको क्षेत्रमा जति बजेट आउनु पर्थ्यो, खर्च हुनु पर्थ्यो, त्यो खर्च नहुने र संघ संस्था भित्र पनि यस्तो व्यथिति छ कि त्यो संस्था एकजना व्यक्तिले मात्रै चलाउने, कार्य समिति सदस्यहरूको राय सल्लाह नलिने, संस्थाहरू बीचमा पनि कृत्य कामहरू गर्ने जस्तै हस्ताक्षर कृत्य गर्ने अनि एउटै व्यक्तिले संस्था चलाउने कुराहरू भइरहेको छ भनेर अपाङ्गता भएकै व्यक्तिबाट गुनासो सुनिन्छ। संस्था झोला बोकेर हिँड्ने र अधिवेशन आउँदाखेरि त्यसको उपयोग गर्ने, बजेट ल्याउँदा उपयोग गर्ने, अरू बेलामा चाहिँ त्यसको निष्क्रियता रहने र आएको बजेट पनि पूर्ण रूपमा अपाङ्गताको क्षेत्रमा प्रयोग नहुने भइरहेको छ भने धेरै अपाङ्गता भएका व्यक्तिले गुनासो गर्नुहुन्छ। तपाईँ के भन्नुहुन्छ? यता सुन्न, अब अपाङ्ग क्षेत्र भनेको एकदमै पिछडिएको क्षेत्र भयो हुनाले यहाँ गुनासो, अपेक्षा र आकांक्षा थुप्रै हुन्छन् होइन। अनि कुरो के छ भन्दाखेरि हरेक मान्छेले आफ्नो आकांक्षा पूरा नभएपछि अनि नकारात्मक ढङ्गले विश्लेषण गर्ने, आरोप लाउने, त्यस्तो परिपाटीको विकास व्यापक रूपमा भएको हामीले पाउँछौँ। त्यही भएर नकारात्मक खेती मात्रै गर्ने हो भने मान्छे कहीँ पनि पुग्दैन। तपाईँले भने जस्तो ती विकृति विसङ्गति छन् भने प्रमाणसहित आउनु पर्यो। यदि मैले तपाईँलाई मन परेन भने मैले तपाईँको बारेमा नराम्रो बजारमा भन्दै हिँड्ने हो कि तपाईँको विरुद्धमा प्रमाण जुटाएर नियमनकारी निकाय कहाँ पुगेर कारवाहीको लागि प्रयास गर्ने, त्यो कुरा महत्वपूर्ण हुन्छ। मेन कुरा भनेको हामीले सत्य तथ्य र ठोस यथार्थ के हो भन्ने कुरामा हाम्रो चासो र चिन्ता हुनु पर्दछ होइन। र जहाँसम्म बजेट परिचालन प्रोपर भएन भन्ने कुरा छ, त्यो बजेटहरू प्रोपरली ढङ्गले भएकै हुनाले गर्दा गण्डकी प्रदेशमा यति धेरै उपलब्धिहरू आएका छन्। ऐन बन्नेदेखि लिएर जिल्ला जिल्लामा सशक्तिकरणका कार्यक्रमहरू जति पनि गएका छन् ती पक्षहरूलाई नहेर्ने, तर आफूलाई त्यो कार्यक्रममा बोलाएन, आफू कार्यक्रममा जान पाएन भन्ने एकदमै संकुचित मानसिकताका मान्छेहरू पनि छन् क्या, जो चाहिँ हिजो संस्था खोल्ने बित्तिकै आज म एकदम ठुलो नेता हुँ, मैले भनेको सबैले मान्नुपर्छ, म नै जाँदै जानु पाउनुपर्छ भन्ने केही छोटे राजा चिन्तनका मान्छेहरू छन्। त्यसले चाहिँ अनि आफूले 10वटा अवसर पाएर एउटा अवसर पाएन भने अनि त्यहाँबाट कुनै पनि सङ्घ संस्था र महासङ्घकै विरुद्धमा चाहिँ विष बमन गर्दै हिँड्ने जुन एउटा नकारात्मक कल्चरको विकास भएको छ, त्यो चाहिँ साह्रै खेदजनक कुरा छ होइन। अनि ती आरोप जसले लाउँछन् नि, यदि तपाईँ कहाँ चाहिँ त्यस्ता कुराहरू आछन् भने ती व्यक्तिहरूलाई तपाईँले प्रमाणसहित आउनुहोस् भनेर भन्नुहोस् क्या होइन। नत्र भने अपाङ्गताको क्षेत्र त्यसै त पिछडिएको छ। अनि अपाङ्गताको क्षेत्रलाई बदनाम गराएर अपाङ्गता भएका व्यक्तिहरूको मानमर्दन गर्ने, लिडरसिपको मानमर्दन गर्ने अनि अपाङ्ग क्षेत्रलाई बदनाम गराएर रोटी सेक्ने केही व्यक्तिहरू छन्। अनि त्यसले कहीँ पनि पुर्याउँदैन। अनि अपाङ्ग क्षेत्रलाई यसरी बदनाम गरियो भने फाइदा कसलाई त? के साङ्घहरूले त्यसपछि अपाङ्गता भएको व्यक्तिलाई विश्वास गर्छन्? साङ्घ व्यक्तिले त्यसै त अपाङ्गता भएको व्यक्तिलाई कसरी दमन गरौँ, स्थानीय सरकारले कुन बाहनामा चाहिँ अपाङ्गता भएको व्यक्तिलाई बजेट र कार्यक्रम नदिउँ भनेर सधैँ विभेद गरिरहेको अवस्थामा अपाङ्गता भएको व्यक्तिहरू आफै आरोप प्रत्यारोप गरेर एकले अर्काको मानमर्दन र तेजोवध गर्दै हिँड्ने हो भने अनि के स्थानीय सरकारले तपाईँ हामीलाई पत्याउँछ? अनि कुनै दातृ निकायले तपाईँ हामीलाई पत्याउँछ? अनि हाम्रो मर्यादा र अनि
सम्मानजनक जीवन भनेर हामीले भनिरहेको छौँ, अनि कसैले नपत्याएपछि अपाङ्गता भएको व्यक्तिहरूको मर्यादा कहाँ पुग्छ? त्यही भएर कुनै पनि अपाङ्गता भएको व्यक्तिले निराधार रूपमा कसैलाई मर्यादामा आँच पुग्ने किसिमले त्यस्तो निराधार आरोप लाउने भन्दा पनि यदि कसैसँग प्रमाण छ भने त्यस्ता व्यक्तिहरू प्रमाणसहित सिडिओ कार्यालय जानु पर्यो, होइन भने यो रे भनेर कागले कान लयो भनेर पछाडि दौडने परिपाटी हाम्रा अगुवाहरूले नि गर्नुहुन्न र अभियन्ताहरूले नि गर्नुहुन्न। त्यो भयो भने समग्र अपाङ्गता भएको मुभमेन्टको मर्यादा भङ्ग भयो भने तपाईँ हामीले चाहेको अधिकार पाउने र समाजमा प्रतिष्ठाका साथ अपाङ्गता भएको व्यक्तिहरू बाँच्ने जुन एउटा परिस्थिति निर्माण हुँदैनन्। यदि अब त्यस्तो गरेका छन् भने कारबाहीको दायरामा ल्याउनुको निम्ति सबैले पहल गर्नु पर्यो। मात्र दोबाटोमा बसेर चिया पसलमा बसेर फलाना त्यस्तो ढिस्काने त्यस्तो भनेर आफैले आफैलाई चाहिँ आफ्नै वर्गको मानवर्धन गर्ने काम चाहिँ कसैले नगरेको राम्रो। देशमा प्रजातन्त्र आयो, लोकतन्त्र आयो, व्यवस्थाहरू परिवर्तन भए, तर अपाङ्गता भएका व्यक्तिहरूको अवस्था भने परिवर्तन भएको छैन। उहाँहरूको अवस्था जस्ताको त्यस्तै छ। देशमा जति परिवर्तन आए तापनि हाम्रो अवस्था परिवर्तन हुन सकेन भनेर धेरै अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गर्नुहुन्छ। तपाईँ के भन्नुहुन्छ? कतिको परिवर्तन पाएको देख्नु भएको छ तपाईँले यो समयमा? अब हिजो 47-46 सालको जनआन्दोलन हुँदा ताको अपाङ्गता भएको व्यक्तिहरूको अवस्था र 2082 सालसम्म आउँदै गर्दाखेरि उल्लेखनीय प्रगति भएको छ होइन। हिजो 5 पैसा पनि भत्ता हुने जमाना पनि थिएन, तर पछि लोकतन्त्र प्रजातन्त्र आएपछि भत्ताको व्यवस्था भएको छ, केही सुविधाहरू थपिया छन्, रोजगारीका आरक्षणका व्यवस्थाहरू भएका छन्, अनि शिक्षामा पहुँचको व्यवस्था सुधार भएको छ। केही पनि भएको छैन भनेर निराशाजनक कुरा गरेर निराश हुने भन्दा पनि भएको उपलब्धिहरूलाई यति भएको छ भनेर प्रशंसा गर्ने, मूल्याङ्कन गर्ने र नभएको कुराहरू कहाँनिर के पुगेको छैन भनेर त्यसको समीक्षा गर्दै अबको बाटो के हुनु पर्दछ भनेर वैज्ञानिक ढङ्गले चिन्तन गर्ने परिपाटीको विकास हुनु पर्दछ। मात्र यो पनि भएन त्यो पनि भएन भनेर आफ्नो भाग्यलाई आफैले दोष दिएर बस्ने खालको प्रवृत्ति पनि अपाङ्गता भएको व्यक्तिहरूले गर्नु भएन। हिजोको अवस्था भन्दा केही सुधार भएका छन्, तर त्यो अपेक्षाकृत भएको छैन, सन्तोषजनक रूपमा भएको छैन। गर्नुपर्ने धेरै छ र त्यो गर्नुपर्ने कुरामा कहाँ कहाँ के गर्नु पर्दछ भनेर योजनाबद्ध ढङ्गले जानको निम्ति चाहिँ हरेक अपाङ्गता भएको व्यक्ति, अपाङ्गता क्षेत्रमा काम गर्ने सङ्घ संस्था र सरकारले साझा र संयुक्त ढङ्गले खाका कोरेर अगाडि बढ्नुपर्ने एउटा वैज्ञानिक कदम चाहिँ चाल्नुपर्छ। विभिन्न कुराहरू यति बेला राखौं, जस्तै भनौं न अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई सुनिश्चित गर्नको लागि विभिन्न राजनीतिक दलका एवं समाजसेवी व्यक्तिहरूले हाम्रो सवाल, हाम्रो आवाज उठाइदिन्छु भन्नुहुन्छ, तर चुनावपछि हाम्रो आवाजलाई भुल्नुहुन्छ, हाम्रो सवाललाई भुल्नुहुन्छ। हामीलाई चुनावमा मात्रै प्रयोग गर्नुभयो, चुनाव पछाडि चाहिँ हामीलाई त्यो अधिकारबाट वञ्चित गराउनु भयो, प्राप्त रूपमा हामीले अधिकार पाएनौं भन्ने गुनासो पनि छ। के भन्नुहुन्छ तपाईँ? स्वाभाविक रूपमा लोकतन्त्र आइसकेपछि मान्छेको आकांक्षाहरू बढेका छन् र त्यो आकांक्षा बढाउन फेरि राजनीतिक दलका घोषणा पत्रहरू, राजनीतिक दलका नेताहरूले बोल्ने दिने आश्वासनहरू पनि जिम्मेवार छन् होइन। कहिलेकाहीँ चाहिँ यथार्थ भन्दा पनि कपोलो कल्पित आश्वासनहरू दिने र त्यसलाई पूरा गर्न नसक्दैखेरिको निराशा पनि आफ्नो ठाउँमा छ। तर कुरो के हो भन्दाखेरि हामीले बुझेको राजनीतिक दलभित्र पनि अब अपाङ्गता भएको व्यक्तिहरूको समावेशीकरण समानुपातिक ढङ्गले आउनु पर्दछ। किन भन्दाखेरि अब साङ्ग राजनीतिक दलका नेताहरूले हाम्रो मुद्दा बोल्ने भन्दा पनि जसको सवाल उसकै आवाज र नेतृत्व भनेर अपाङ्गता भएको व्यक्तिहरूलाई राजनीतिक दलको संयन्त्रभित्र पनि ल्याउनु पर्छ भनेर भन्दै गर्दाखेरि प्रमुख दलहरूले चाहिँ त्यो सुरुवात गरिसकेको छ। आफ्नै मूलधारको पार्टीमा पनि अपाङ्गता भएको व्यक्तिहरूको समावेशीकरण भएको छ भने भातृ संगठन मार्फत उनीहरूलाई सांगठनिक हिसाबले एकताबद्ध भएर आफ्नो वर्गीय मुद्दालाई मुखरित गर्न र अगाडि बढाउन त्यो मेकानिजम संयन्त्रहरू पनि विकास भएको छ। अब क्रमशः त्यो मेकानिजम सक्रिय हुँदै गएपछि अनि मूलधारको राष्ट्रिय अपाङ्ग महासंघ र अन्य अपाङ्गताकै क्षेत्रमा काम गर्ने संघ संस्थाहरूको प्रयासबाट चाहिँ अझ अपाङ्गता भएको व्यक्तिहरूको अधिकार सम्बन्धी मुद्दामा राजनीतिक दललाई बढी जिम्मेवार बनाउँदै लान सकिन्छ भन्ने कुरा छ। र आश्वासनको कुरा चाहिँ अब त्यही हो, राजनीतिक दलले अब भोट पाउनुको निम्ति आश्वासन बाँड्नु त्यो संसारभरिको चलन नै हो। मात्र त्यो आश्वासन बाँड्दै गर्दा कति यथार्थ कति मिथ्या भन्ने कुरा चाहिँ अपाङ्ग जगतले पनि अब केलाउन सक्ने विवेक र ज्ञान आफ्नो भित्र विकास गर्नु पर्यो।
हैन। र समग्रमा राजनीतिक दलले जे जस्तो आश्वासन दिए तापनि भोलि सरकारमा गइसकेपछि अपाङ्गताको सवालमा ठोस कार्य के गर्यो भन्ने नै हाम्रो चासोको विषय रहन्छ। यो अर्थमा अब गण्डकी प्रदेश अरू प्रदेशको हकमा अब उनीहरूले जान्ने कुरा हो, तर गण्डकी प्रदेशको हकमा गण्डकी प्रदेश सरकारले केही जिम्मेवार बोध सहितको बजेट र कार्यक्रमहरू चाहिँ ल्याएको अवस्था छ। त्यही भएर आरोप र यो पनि भएन ऊ पनि भएन भन्ने भन्दा पनि केही त भाषण त्यो सन्तोषजनक रूपमा भएको छैन र त्यसमा अझै धेरै गर्नु बाँकी छ भन्ने हिसाबले हेरियो भने हामी सकारात्मक र आशावादी भएर काम गर्ने वातावरण हुन्छ होला भन्ने मलाई लाग्छ। अब कस्तो कस्तो कार्यक्रम चाहिँ नेपाल सरकार गण्डकी प्रदेश अथवा चाहिँ स्थानीय तहले ल्याइदियो भने अपाङ्गता भएका व्यक्तिहरूको जीवनलाई उत्थान गर्न सकिन्छ, उहाँहरूको अवस्थालाई परिवर्तन गर्न सकिन्छ? कस्तो कस्तो कार्यक्रम चाहिँ आवश्यक छ जस्तो लाग्छ तपाईलाई? मुख्य कुरा चाहिँ अपाङ्गता भएको व्यक्तिहरूको स्वावलम्बन समूह र संघ संस्थाहरूलाई स्रोत साधन सम्पन्न बनाउनको निम्ति बजेट विनियोजन गर्नु पर्यो। उनीहरूको संस्थागत क्षमता विकासको निम्ति, उनीहरूको नेतृत्व विकासको निम्ति पनि खर्च गर्नु पर्यो। त्यो भयो भने अपाङ्गता भएको व्यक्तिहरू सशक्त हुँदै आफ्नो आवाज अगाडि बुलन्द रूपमा आफैले उठाउन सक्छन्, नेतृत्व गर्न सक्छन्। अर्को भनेको अपाङ्गता भएका व्यक्तिहरूको जब कोही त गरिबीले गर्दा खानै नपाएको अवस्था पनि छ, उनीहरूको निम्ति चाहिँ खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत राहतका प्याकेजहरू पनि ल्याउनु पर्दछ। न्यूनतम रूपमा हातमुख जोड्नको निम्ति अपाङ्गता भएको व्यक्तिहरू सक्षम बनाउनको निम्ति त्यो ल्याउनु पर्दछ। त्यसको निम्ति सरकारले दिने सामाजिक सुरक्षा भत्ता मात्र पर्याप्त छैन। गण्डकी प्रदेशको हकमा हेर्ने हो भने खाद्य सुरक्षा ऐन ल्याउँदैछ भन्ने हामीले सुन्नमा आएको छ। त्यतिखेर हामी हस्तक्षेप गरेर यो कुरोलाई लेख्नमा पहल गर्नेछौँ कि गरिबीको रेखामुनि भएको अपाङ्गता भएको व्यक्तिहरूको पहिचान गरेर उनीहरूलाई कम्तीमा पनि 2 छाक चाहिँ खान पाएनौँ भन्ने एउटा वातावरणबाट मुक्त हुनु पर्दछ भन्ने वातावरणमा सरकारले संरक्षण गर्नुपर्छ भन्ने कुरोमा हामी काम गर्नेछौँ। र अर्को भनेको अब शिक्षामा पनि पहुँचको थुप्रै चुनौतीहरू छन्, त्यसमा समावेश शिक्षालाई प्रवर्धन गर्ने कुरामा हामी पहल गर्नेछौँ। र अपाङ्गता भएको व्यक्तिहरूको भौतिक पहुँच, डिजिटल पहुँचको कुरामा पनि हाम्रो मुख्य एजेन्डा रहनेछ। र रोजगारी र सिपमूलक कुराहरूमा पनि अपाङ्गता भएको व्यक्तिहरूको पहुँचको सुनिश्चितताको निम्ति पनि हामी पहल गर्नेछौँ। र लगायतका थुप्रै कुराहरू छन् जुन यो हाम्रो छोटो अन्तर्वार्तामा सबै कुरा व्याख्या गर्न सकिन्न। समग्रमा अपाङ्गता भएको व्यक्तिहरूको जीवनलाई असर पार्ने सबै पक्षहरूमा बृहत ढङ्गले काम गर्नमा हामी प्रयास गर्नेछौँ भन्ने कुरामा मैले यति मात्रै अहिले प्रतिबद्धता जाहेर गरेँ। हामी कार्यक्रमको निकै अन्त्यतिर छौँ। अन्तमा तपाईँलाई भन्न मन लागेको कुरा भन्न सक्नुहुन्छ? मलाई भन्नु मन लागेको कुरा भनेको अपाङ्गता भएको व्यक्तिहरूको क्षेत्रमा काम गर्ने जति पनि अगुवाहरू छन् उनीहरू सकारात्मक चिन्तनबाट प्रेरित हुनु पर्यो। मुख्य कुरा किनकि अपाङ्गता भएको व्यक्तिहरूले एक्लै अर्कालाई खालि आरोप प्रत्यारोप गरेर अपाङ्गता भएको व्यक्तिहरूको मर्यादा आफैले भङ्ग गरिरहेछन्, त्यो परिपाटीबाट हामी मुक्त हुनु पर्दछ। अर्को कुरा भनेको सरकारले जिम्मेवार बनाउनको निम्ति जो जहाँ छ उनीहरूले त्यहीँबाट भूमिका खेल्नु पर्दछ। वडा तहबाट, पालिका तहबाट र प्रदेश तहबाट जिम्मेवार भएर सबैले भूमिका खेलेको खण्डमा राज्यले हाम्रा आवाजहरू सुन्न बाध्य हुन्छन्। र राजनीतिक अधिकारको निम्ति पनि अब चुनावको वातावरण आउँदैछ। अब हामी के भन्छौँ भन्दाखेरि अबको निर्वाचनमा अपाङ्गता भएको व्यक्तिहरूको पनि धेरैभन्दा धेरै चाहिँ जनप्रतिनिधिको रूपमा आउन सकोस् भन्नको निम्ति पहल, राजनीति अधिकारको निम्ति पहल गर्नु पर्दछ, त्यो अभियान चलाउनु पर्दछ। त्यो भयो भने राजनीतिक क्षेत्रबाटै इन्टरभेन्सन गरेको कुराहरू भनेको बढी दिगो र असरदार र दीर्घकालीन हुनुभएको हुनाले यसतर्फ सबैले चिन्तन र प्रयास गर्नु होला भन्ने मेरो अनुरोध पनि रहेको छ। भर्खरै तपाईले सुन्नुभयो राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशको अध्यक्ष हेम गुरुङसँग गरेको कुराकानी। यो कुराकानी सँगै हामी कार्यक्रमको निकै अन्त्यतिर आइसकेका छौं। कार्यक्रम तपाईलाई कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ, जसको लागि नम्बर रहेको छ 9861738587। यतिन्जेल सुनेर साथ दिने तपाईलाई धेरै धेरै धन्यवाद। प्रविधि कक्षबाट यो आवाजलाई तपाईको रेडियो सेटसम्म पुर्याउनको लागि मदत गर्ने प्राविधिक मित्र सुमित पङ्गिनी, टेकमान विष्ट र विश्वनिधि अर्यालजीलाई विशेष धन्यवाद दिँदै समयमा छुटिनु भनेको बाध्यता र व्यवस्था होइन, अनुशासन हो। यही अनुशासन पालना गर्न आगामी सप्ताह तपाईलाई भेट्न म आउने नै छु। त्यतिन्जेलसम्मलाई तपाईको आफ्नै आवाजको साथी विजयलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।